आर्थिक हिसाबले यहाँ दलाल पुँजीवादी अर्थतन्त्र रहेको हुन्छ र त्यो दलाल पुँजीवादी अर्थतन्त्रको चाहिँ आडमा एउटा नक्कली राज्य सत्ता पैदा भएको हुन्छ। त्यो दलाल तथा नोकरशाही राज्य सत्ता हो। त्यो दलाल तथा नोकरशाही राज्य सत्ता जो रहेको हुन्छ त्यसले गर्दा के बनाएको हुन्छ भन्दाखेरि यहाँ कठपुतली सरकारहरू हुन्छन्। जस्तो कि अहिले सुशीला कार्कीको सरकार छ। केपी ओली कम्तीमा पनि त्यसले के सोचेको थियो भन्दाखेरि चाहिँ अलिकति भारततिर टक्कर परेको थियो र उसले चाहिँ अमेरिकासित अथवा उत्तरकाहरूसित एउटा साँठगाँठ बढाउन खोजिरहेको थियो। त्यस कारणले उसलाई चाहिँ आफ्नो अनुसार भएन भनेर पश्चिमाहरूले अपदस्थ गरे अथवा चाहिँ राजीनामा दिन लगाए। हामीले यो बुझ्न जरुरी छ कि यो सरकार पनि चाहिँ केपी ओलीको सरकार पनि सहज रूपमा हटेको होइन। अब म थोरै के भन्न चाहन्छु भने यो जेनजी विद्रोहलाई प्रोत्साहित गर्नमा, यो जेनजी विद्रोह चाहिँ यस किसिमले अघि बढाउनमा चाहिँ कसको हात रहेको छ त भन्दाखेरि तत्कालीन सरकारको हात रहेको छ, केपी ओली सरकारको हात रहेको छ। किन भन्दाखेरि यो विद्रोहको लागि नेपालमा एमसीसी पास गराएर त छोडे, तर नेपाली जनताले चाहिँ त्यो एमसीसीलाई लागू गर्न सहज रूपमा दिएनन्। सहज रूपमा लागू गर्न नदिएको हुनाले के गरियो त भन्दाखेरि सहज रूपमा लागू गर्ने त्यस्तो सरकार के ल्याउन सकिन्छ देशमा चाहिँ भनेर उनीहरूले धेरै पहिलेदेखि 1 वर्ष पहिलेदेखि अभ्यास गरिरहेका थिए। तपाईहरू कतिलाई थाहा छ काठमाडौँको ललितपुरको चाहिँ इमाडोलमा प्रकाश ज्वालाको गाडी जलाइएको थियो। त्यति बेला पनि एउटा प्रयत्न गरिएको थियो यस्तै जेएनजी उठाउनका लागि। कोरिया जाने भाइ बहिनीहरूलाई भट्काउन खोजिएको थियो त्यहाँनिर चाहिँ। र अहिले पछि आएर फेरि के भयो भन्दाखेरि चाहिँ अर्को एउटा न्यू बनाउनका लागि त्यो एमसीसीलाई नेपालमा राम्रोसित लागू गर्नका लागि उनीहरूले एउटा न्यू खोजे। म यति बेला जेएनजी भाइ बहिनीहरूलाई जेनजेड हो जसको चाहिँ उदाहरण कि यो समाजशास्त्रीहरूले युरोप र अमेरिकाका समाजशास्त्रीहरूले कार्ल म्यानहाइम जस्ता चाहिँ समाजशास्त्रीहरूले 1927 देखि नै यो जेनेरेसन, जेन भनेको जेनेरेसन हो, जेनेरेसन अथवा पुस्ताको कुरामा चाहिँ उनले लेखेका थिए। त्यसको बारेमा त्यति बेला धेरै चर्चा भएन, तर सन् 1991 मा जब सोभियत सङ्घ विघटन भयो अथवा संसारमा कम्युनिस्टमा प्रतिक्रान्ति आयो त्यसपछि मात्रै केही दार्शनिकहरूले के भने भन्दाखेरि चाहिँ इतिहासको अन्त भयो, महावृत्तान्तको अन्त भयो भनेर भने। र त्यसपछि चाहिँ अमेरिकन जनसङ्ख्याविदहरू र समाजशास्त्रीहरूले यो मान्छेहरूको उमेरलाई हेरेर 1901 देखि अहिले 1900 पछिको 14-13 सम्म चाहिँ जन्मेका के अरे 28 वर्ष 13 देखि 28 सम्मका लागि उनीहरूले जेनजेड भने। जेनजेड भनेको चाहिँ पछिल्लो पुस्ता हो अथवा 13 देखि 28 सम्मको सबभन्दा चाहिँ ऊर्जाशील पुस्ता हो। त्यसैले यसलाई नेपालीमा पुस्ता भने पनि हुन्छ र उनीहरूले जेनजेड राखेका छन्। हामीले त्यसलाई चाहिँ पुस्ता ज्ञा भनेर राख्न पनि सकिन्छ। त्यसैले गर्दाखेरि आदरणीय जनसमुदाय म के भन्न चाहन्छु र जेनजेड भाइहरूलाई भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने जसले यो आन्दोलन उद्देश्य सही उसका लागि भ्रष्टाचारका विरुद्ध लड्नका लागि अथवा चाहिँ जुन खालको सामाजिक सञ्जालमाथि चाहिँ जुन प्रतिबन्ध लाग्यो त्यसका विरुद्ध चाहिँ उठेका हुन् युवा साथीहरू, युवा भाइ बहिनीहरू। तर यसको उद्देश्य के हो? 1991 पछि चाहिँ समाजशास्त्रीहरूले जसरी उमेरको वर्गीकरण गरे र पुरानाका विरुद्ध, पुरानो पिढीका विरुद्ध नयाँ पिढीलाई उचाल्ने काम गरे, यो भनेको समाजमा विखण्डन ल्याउनका लागि हो। बाउ र छोराछोरीको चाहिँ विखण्डन ल्याउनका लागि हो, घर घरमा झगडा पार्नका लागि हो। यसमा चाहिँ सबै सतर्क रहनु पर्दछ। तर नेपालमा हुन के गयो भन्दाखेरि केपी सेप्टेम्बरमा को सुरुमा केपी ओली चाहिँ चीन गए। चीन गएर उनले के गरे भन्दाखेरि चाहिँ त्यहाँ एउटा साङ्घाई एक्सपोमा
साङ्घाई प्रदर्शनीमा भाग लिए, जहाँ भारतका पनि गएका थिए, भारतको चाहिँ मोदी पनि त्यहाँ गएका थिए, चीनका आफै चाहिँ आयोजक देश भइहाल्यो, सी जिनपिङ त्यहाँ हुने कुरा भइहाल्यो, र उता चाहिँ रुसका भ्लादिमिर पुटिन पनि आएका थिए। त्यसै किसिमले चाहिँ तपाईँको कोरियनहरू पनि आएका थिए, अरू संसारका मान्छेहरू प्रतिनिधिहरू त्यहाँ आएका थिए, त्यहाँ भाग लिए। त्यो क्रममा ओलीले के गरे भन्दाखेरि चाहिँ मोदीसित कुरा नगरेर अरूहरूसित कुरा गरे। त्यो भनेको भ्लादिमिर पुटिनसित कुरा गरे, त्यो भनेको चाहिँ सी जिनपिङसित कुरा गरे, र चाहिँ कोरियाको चाहिँ किम जोङ इलसित कुरा गरे, र यो कुराकानी संसारभरि आयो। त्यति मात्र होइन, केपी ओलीले जापानलाई पराजित गरेको अथवा जापानी साम्राज्यवादका विरुद्ध लडेको 80 वर्षपछि मनाइएको चीनको बेजिङ सहरमा आयोजित तिएनएनमेन स्क्वायरमा आयोजित सभामा पनि उनले भाग लिए। त्यहाँ भाग लिइसकेपछि के भयो भन्दाखेरि चाहिँ अब उनीहरूले के ठहरायो भन्दाखेरि चाहिँ कतै यो बिआरआईतिर टाँसिएको त होइन केपी ओली भन्ने चिज बढी बुझे र संसारका मानिसहरूले उनीहरू झन् क्रोधित भए। त्यहाँ अलिकति ब्यालेन्स उनले गर्न सकेनन्। र नेपाल आए, जब नेपाल आउने बित्तिकै उनले के निर्णय गरे भने आज ओली सबैलाई थाहा छ, तपाईँहरू बुढाबुढी हुनुहोस् या जेनजी भनेको 13 देखि 28 वर्षको जोसुकै हुनुहोस्, एउटा कुनामा बा असाध्यै रमाएर फेसबुक हेरिराख्नु भएको हुन्छ, अर्को कुनामा अर्कोले चाहिँ मतलब टिकटक हेरिरहेको हुन्छ, अर्को कुनामा टिकटक बनाइरहेको हुन्छ। घरमा विभाजित छ सबै। खाना बनाउने थाहा छैन कसैलाई, कसले बनाउने हो खाना, बुहारी अर्को कुनामा, ससुरा अर्को कुनामा, यो खालको स्थिति छ। त्यस कारणले यो स्थितिलाई चाहिँ अगाडि यसलाई चाहिँ हेरेर यो सबैलाई साम्राज्यवादीहरूले नेपालमा अध्ययन गरिरहेका छन्। तपाईहरुलाई थाहा छ, यो विकसित देशका मानिसहरू अथवा युरोपियनहरू अरू यति धेरै फोनमा चाहिँ इन्गेज हुँदैनन् जति धेरै नेपालमा हुन्छन्। त्यसैले म यहाँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ नेपालमा यो ड्रगिस्ट भएका अथवा लागु पदार्थ खाए जस्तै भएका युवाहरू सबैलाई हेरे उनीहरूले सबभन्दा रिस कहाँनिर उठ्छ त भन्दाखेरि चाहिँ यो सामाजिक सञ्जाल बन्द गरिदिएपछि उठ्छ र त्यहीँनिर ठुलो घटना घटाएर हामीलाई चाहिएको सरकार ल्याउनु पर्छ भनेर अमेरिकाको बुद्धि हो यो चाहिँ। र अमेरिकाले यस्तो गरायो र उनीहरू अमेरिकाका मान्छेहरू एमालेभित्र पनि छन्, अमेरिकनहरू चाहिँ माओवादी केन्द्रभित्र पनि छन्, अमेरिकनहरू चाहिँ तपाईँको काङ्ग्रेसभित्र पनि छन्। काङ्ग्रेस र एमालेभित्र भएका अमेरिकनहरूले के लगाइदिए केपी ओलीलाई भने ल यो चाहिँ गर्नु पर्यो, यहाँ त दर्ता नै नगरिकन फेसबुक टिकटक चलाइरहेका छन् प्रधानमन्त्रीज्यू, त्यस कारणले तुरुन्त यसलाई बन्द गरौँ भने र त्यति बेलाको सञ्चार मन्त्रीले पनि निकै बल गरे पृथ्वी सुब्बा गुरुङले र त्यसरी के भयो भने सामाजिक सञ्जाल बन्द गरियो। अर्को पर्दा पछाडि के गरिरहेका छन् भन्दाखेरि डिस्कर्ड भन्ने छ, एउटा डिस्कर्ड भन्ने सामाजिक सञ्जाल बनाएका छन् जहाँ 1 लाखभन्दा बढी मानिसहरूले कुराकानी गरिरहेका हुन्छन्। र हो त्यहाँ कुरा गरिरहेका युवाहरूले एउटा प्लान बनाए, त्यहाँ चाहिँ साम्राज्यवादका मान्छे पनि घुसिरहेका छन्। अब त्यो प्लान बनाए तपाईँको चाहिँ त्यो योजना कहिले बनायो भने भदौ 23 गते बनायो। भदौ 23 गते बिहान 10 बजे खानापिना खाइसकेपछि माइती घरबाट जुलुस सुरु भयो। त्यो जुलुसमा को आएका थिए थाहा छ? हाम्रा छोराछोरीहरू आएका थिए। हाम्रा छोराछोरीहरू झोला र परिचय पत्र बोकेर आएका थिए। किन आए तिनीहरू? तिनीहरूलाई धेरै दिन पहिलेदेखि चाहिँ साम्राज्यवादीहरूले पढाइरहेका थिए। त्यो स्कुलमा हुने साम्राज्यवादीहरू को हुन्? एनजिओबाट सञ्चालित विद्यालयका प्राचार्यहरू, प्रधानाध्यापकहरू अथवा चाहिँ यो प्राइभेटबाट सञ्चालन गरिरहेका विद्यालयका चाहिँ मानिसहरू हुन्, जसले ती चाहिँ कलिला युवा युवतीहरूलाई, कलिला भाइ बहिनीहरूलाई 12 कक्षाभन्दा तलकालाई लिएर सडकमा हाल्थ्यो। 12 भन्दा माथिका त विदेश गइहाल्छ। यसरी हाले र यसैले हालेपछि त्यहाँ 4-5 हजार मात्रै थिए काठमाडौँमा त्यति बेला।
4-5 हजारमा त्यहाँ पहिला पुलिसले गोली चलाएको छैन। आदरणीय जनसमुदाय, दुर्भाग्यको कुरा त्यहाँ कसैले संसद भवनमा जब उनीहरू जबरजस्त पस्न थाल्छन् हो त्यति बेला तत्काल चाहिँ भित्र संसद पनि चलिरहेको अथवा संसदीय भवनमा त्यहाँ सुरक्षा गर्ने भनेर पुलिसले गोली चलाएको छ। त्यसपछि अन्धाधुन्द गोली चलाउँदाखेरि अन्धाधुन्द त्यहाँ चाहिँ माथिल्ला निकायका चाहिँ अब अधिकारीहरूको चाहिँ आदेश हुँदाखेरि के भयो त भन्दाखेरि चाहिँ 19 जना ठहरै परे र यो भइसकेपछि अब के भयो, यो मान्छे मार्नु थियो उनीहरूको अमेरिकनहरूको मान्छे मार्नु थियो अथवा भारतीय विस्तारवादीहरूले मान्छे मार्नु थियो र नेपाली जनतालाई उत्तेजित बनाउनु भएको थियो। आफ्ना छोराछोरी मारिसकेपछि ती कलिला केटाकेटीहरूलाई आफ्ना काखका केटाकेटीहरूलाई मारिसकेपछि आमाहरू कहाँ त्यसै रहन सक्थ्यो, बुवाहरू कहाँ त्यसै रहन सक्थ्यो। यो स्थिति पैदा भयो। तर हाम्रा 13 देखि 28 सम्मका अथवा युवाहरूलाई कसैलाई थाहा थिएन यो कसको योजना हो भन्ने कुरा। तिनीहरू चाहिँ यता सामाजिक सञ्जाल बन्द भयो भनेर रिसले चाहिँ लागे केपी ओली सरकारका विरुद्ध, भ्रष्टाचारका विरुद्ध लागे उनीहरू। यो भ्रष्टाचारको कुरा त हामीले असार 5 गते नै उठाएर अभियानै चलाएका थियौँ। त्यति बेला आएनन्, कसरी आए? यसरी चाहिँ यहाँ आए। त्यसैले म के भन्न चाहन्छु भने सुशीला कार्कीको सरकार जो चुनाव गराउन आइरहेको छ त्यो भनेको चाहिँ नेपाली देशभक्तहरूलाई, नेपाली चाहिँ वामपन्थीहरूलाई, नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूलाई ध्वस्त पार्नका लागि यस्ता सरकार ल्याएर आएको छ र नेपाललाई नवौपनिवेशिक स्थितिमा पुर्याएको छ। त्यसैले भाइ बहिनीहरूले के गर्नुभयो भन्दाखेरि हामी राजनीति गर्दैनौँ भनेर भन्नुभयो तपाईँ। तर तपाईँको काँधमा बन्दुक राखेर अमेरिकाले गोली चलायो, तपाईँको कानमा राखेर भारतका चाहिँ आरएसएसका मान्छेहरूले गोली चलाए। चिनिने गरी आएका छन्। पुलिसले किन चिन्दैन थियो? पुलिसलाई आँखामा पट्टी बाँधियो वास्तवमा। त्यति बेला तिमीहरू चुपचाप लाग्नु। सिंहदरबारमा 1 बटालियन सेना छ, त्यो सेनाले लाइन लागेर चाहिँ बन्दुक समातेर बसेकोमा बस्न सक्दैन थियो। त्यसले पुलिसलाई चुप लाग भनेको थियो। त्यसकारण नेपालको ब्युरोक्रेसी, नेपालको चाहिँ सत्ता कसरी रहेको रहेछ, किनिएर रहेको रहेछ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ कि पर्दैन? आदरणीय जनसमुदाय, हामी यही कुरा तपाईँहरू समक्ष भण्डाफोर गर्न आएका हौँ। र आज यो खालका चाहिँ नाटक गरेर, यो खालका चाहिँ प्रदर्शनहरू गरेर सुशीला कार्कीको चाहिँ यो कठपुतली सरकार, यो पपेट सरकार बनाएर यहाँ आइरहेका छन्। एउटा लठेौरा जस्ता छन् नि अमेरिका बसेर म्यागासेसे पुरस्कार पाएका। अमेरिकाको चाहिँ मेगासेसे पुरस्कार पाउने को हुन्छ? अमेरिका कठपुतली हुँदैन। बङ्गलादेशमा यस्तै जेएनजी भयो, को आएर गएको छ त्यहाँ एउटा मुस्लिम जनसमुदायका जसले चाहिँ के पाएका थिए भने एउटा पुरस्कार, नोबेल पुरस्कार पाएका, त्यहीलाई बनाएको छ। अहिले शिक्षा मन्त्री भनेर एकजना लठेब्रा मान्छेहरू जो छन् तिनलाई बनाएको छ। अहिले खरेललाई मुख्यमन्त्री के अरे सञ्चार मन्त्री बनाएको छ। के खरेलले त्यो? हजुर, जगदीश खरेललाई। तिनका कति घर छन्? तिनी पत्रकार हुँदा कहाँ डिलिङ गरिरहेका थिए, के गरिरहेका थिए, त्यो बारबारा फाउन्डेसनबाट कति उनले खान्थे भन्ने कुरा त सबै चाहिँ अब पत्रकारले नै उजागर गर्दैछन् नि। त्यसकारण आदरणीय जनसमुदाय, यसरी नेपाली जनतालाई गुमराहमा पारेर नेपाली जनताका विरुद्ध रातारात यो देश हाम्रो भएन। यो देश कसको भयो? अमेरिकनहरूको भयो। यो देश सुशीला कार्कीको भयो। सुशीला कार्की भनेको इन्डियनहरूको प्रतिनिधि हो। त्यसैले आदरणीय जनसमुदायलाई म के भन्न चाहन्छु भने तपाईहरू धैर्यतापूर्वक यो अध्ययन गर्नुहोस् र हाम्रा छोराछोरीहरूले, हाम्रा भाइ बहिनीहरूले के बुझ्नुहोस् भने तपाईहरूलाई राजनीति नगर्ने भनेर राजनीति गरे साम्राज्यवादीहरूले। अहिले त थाहा पाउनुभयो होला नि, 13 देखि 28 वर्षसम्मको कोही मन्त्री भएको छैन। को भएको छ भने 73 वर्षको चाहिँ बुढी महिला अहिले प्रधानमन्त्री भएकै छन्।
जेएनजीको चाहिँ प्रतिनिधि भएकी छ। ठिकै हो, सबैले त्यहाँ गर्न सक्दैन थियो होला, उनीहरूलाई अनुभवी मान्छेहरू दिनु पर्थ्यो होला, तर यस्तो त हुन्थेन नि। त्यसो भएको हुनाले हामीले के बुझौँ भन्दाखेरि चाहिँ यहाँ अहिले जो आएको सरकार हो यो कठपुतली सरकार हो, यो अमेरिका र भारतको सम्झौतामा बनेको सरकार हो। झन्डै संसद विघटन गरिसकेपछि राष्ट्रपतिलाई पनि राजीनामा गराएर सेनाले रातारात सम्बोधन गरेर यो देश आफ्नो हातमा लिन खोज्दै थियो। ती जेएनजीका भाइ बहिनीहरू ती विभिन्न खालका छन्, कोही अमेरिकाबाट आएका छन्, कोही बेलायतबाट आएका छन्, पढ्दा पढ्दै होइन। तिनीहरूलाई उनीहरूले पैसा दिएर डलर दिएर पठाएका छन्। यहाँ हामी नेपाली भन्ने चाहिँ संस्थाबाट चाहिँ पैसा लिएर खाइरहेका छन्, तिनका सञ्चालक छन्। त्यस्ता मान्छेहरू यहाँ आइरहेका छन् र तिनले अमेरिकाको नीति लागू गर्ने हुन् यहाँ चाहिँ। त्यसकारण सबै भाइ बहिनीहरू सतर्क हुनु होला। यो देश अब हाम्रो हो कि होइन भन्ने स्थिति परेको छ। यो देश हामीले बचाउनुपर्छ, यो देश हामीले बचाउनुपर्छ। हामी यो देशका जनता हौँ भन्ने कुरा सबैलाई राम्रोसित बुझाउनु पर्दछ। एउटा कुरा, अब कुराको एउटा पक्ष मैले तपाईँहरूसित पेश गरेँ। अब हामी के गर्ने हो त? हामी नेपाली जनताले, हामी नेपाली जनता हाम्रो आमाको पक्षमा, हाम्रो देशको पक्षमा, हाम्रो मातृभूमिको पक्षमा दरसित उभिनु पर्दछ। हामी एक भएर उभिनु पर्दछ। हामी यति बेला चाहिँ हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा छोराछोरीहरूलाई राम्रोसित सम्झाउनु पर्दछ। जेन जेड भनेको जेनेरेसन जेड हो होइन। यस्ता थुप्रै हामी चाहिँ त्यसमा जेनेरेसन वाईमा पर्छौँ, जेन वाईमा। अब आउँदो पिँढी, यसपछि जन्मेको पिँढी चाहिँ तपाईँको उनीहरूले जेन अल्फा बनाएका छन् होइन, जेन बेटा भनेर बनाउलान् भोलि चाहिँ। त्यसैले आदरणीय जनसमुदाय, म यहाँहरूलाई के भन्न चाहन्छु भने अब हाम्रो उद्देश्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको उद्देश्य के हो भन्दाखेरि नेपालमा अब स्वाधीन सरकार चाहियो। यो कठपुतली सरकारले गरेको चुनाव होइन, हामीलाई स्वाधीन सरकार चाहिन्छ। त्यसकारण क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले के आह्वान गर्दछ भने अब तीन थरीका मान्छेहरू, देशभक्तहरू, क्रान्तिकारी जनवादीहरू अथवा क्रान्तिकारी रेभोल्युसनरी डेमोक्रेटहरू र वामपन्थीहरू, यो तीन थरी मान्छेहरूले मिलेर, त्यस्ता पार्टीहरू मिलेर, त्यस्ता मान्छेहरू चाहिँ माओवादी केन्द्रमा पनि हुन सक्छन्, त्यस्ता मान्छेहरू एमाले भित्र पनि हुन सक्छन्, देशभक्तहरू अथवा वामपन्थीहरू। त्यो कुरा यहाँहरूलाई हामीले भन्न चाहन्छौँ कि हामी तीन थरीहरूको चाहिँ एउटा राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्दछ। अब तुरन्त हाम्रो पार्टी आह्वान गर्दछ अब एउटा राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्दछ। कसको भन्दाखेरि देशभक्तहरूको, दुई क्रान्तिकारी जनवादीहरूको अथवा क्रान्तिकारी लोकतन्त्रवादीहरूको भने पनि हुन्छ, र तेस्रो कुरा वामपन्थीहरूको। यति तीन चिजको, यति तीन थरीका मानिसहरूको हामी चाहिँ एउटा राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्दछ। एक। दोस्रो कुरा, यो राष्ट्रिय राजनैतिक सम्मेलनबाट एउटा संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ। एउटा साम्राज्यवाद विरोधी, देशद्रोहीहरूका विरुद्ध एउटा मोर्चा हामीले निर्माण गर्नुपर्दछ। हो, त्यो मोर्चा निर्माण गरेर हामीले सङ्घर्षलाई अगाडि बढाउनु पर्दछ र त्यस क्रममा हामीले स्वाधीन संयुक्त सरकार बनाउनु पर्छ। यी अहिलेसम्म भएका सरकारहरू पराधीन सरकार हो। त्यसकारणले स्वाधीन संयुक्त सरकार सबैको मनमा हेक्का रहोस्। उपस्थित जनसमुदायहरूको, देशभरि रहेका जनसमुदायहरूलाई आज हामीले भनेका छौँ कि सबैको मनमा के रहोस् भने अब स्वाधीन संयुक्त सरकारको चाहिँ लागि हामी लड्नु पर्दछ, सङ्घर्ष गर्नुपर्दछ भन्ने कुरा यहाँहरू सबैले बुझ्न जरुरी छ। यसको लागि हामी सबैलाई आह्वान गर्दछौँ। हामी विद्यार्थीहरूलाई भन्दछौँ, तपाईँहरू साँच्चै स्वाधीन हुने हो भने, स्वाधीन शिक्षा प्राप्त गर्ने हो भने, वैज्ञानिक शिक्षा प्राप्त गर्ने हो भने तपाईँहरूलाई
स्वाधीन संयुक्त सरकार चाहिन्छ। संयुक्त सरकार नभइकन हुँदैन। राजनीति नभइकन के हुँदैन भन्दाखेरि चाहिँ जेनजेट जस्तै हुन्छ। हाम्रा जेनजेका भाइहरूले के पाए आज? उनीहरूले के गरे भन्दाखेरि उनीहरू आधुनिक भनेर भने, सबभन्दा आधुनिक प्रविधिसित विज्ञानसित जोडिएको भनेर भने, तर गरे के भन्दाखेरि चाहिँ 18औं शताब्दीका मजदुरहरूले गरे जस्तै गरे। 18औं शताब्दीका मजदुरहरूले के गर्थे अरे भने, यो हामीले काम गर्ने ठाउँमा मेसिन आएर काम गरिदियो भनेर मेसिन फुटाउने, तर मालिकहरूलाई बचाउने गर्थे। यसपालिका हाम्रा भाइ बहिनीहरूले के गरे भन्दाखेरि चाहिँ त्यहाँ उनीहरू होइनन्, ती जेनजी भाइ बहिनीहरूको त्यो उद्देश्य होइन, तर उनीहरूले कहाँ साथ दिए भने उनीहरूले सिंहदरबार जलाए, उनीहरूले राष्ट्रपति भवन जलाए। र यसरी के भयो भन्दाखेरि मेसिन त हामीले जलायौँ, तर त्यो मेसिनमा मेसिन सञ्चालकलाई बचाएर राख्नु। अनि एउटा पनि हामीले चाहिँ यो देशमा के अरे यो दलाल पुँजीपतिलाई अलि बढी चाहिँ हिर्काएनौँ त्यस बेला। किनभने त्यो दलाल पुँजीवाद फैलाउने, नेपालमा दलाल पुँजीपति शासन चलाउने मानिसहरूले मात्रै चलाएका थिए। त्यसकारणले हामीले के सोचौँ भन्दाखेरि चाहिँ हामी राम्रोसित विचार गर्न जरुरी छ कि हामीले अहिले जेनेरेसन जेडले जे आन्दोलन गर्यो त्यो चाहिँ सबैका जनजीवनमा रहेको छ। र के बुझौँ भने जेनजीका भाइ बहिनीहरू, तपाईँहरूले जे गर्नुभयो, तपाईँको रगत पसिनामा साम्राज्यवादीहरू नाचिरहेका छन्। यहाँ चीनलाई आक्रमण गर्नका लागि अड्डा बनाउन, तिब्बतमाथि आक्रमण गर्नका लागि अड्डा बनाउन यहाँ अमेरिका आउँदैछ एमसीसी मार्फत। यो एमसीसी लागू गर्नका लागि बनाएको चाहिँ पृष्ठभूमि हो। अर्कोतिर के हुँदैछ थाहा छ? अर्कोतिर के हुँदैछ भने नेपालका साधन स्रोतहरू सबै यिनीहरूले लाँदैछ। यहाँ भूमि ऐन बनाइदिएछ, विभिन्न खालका ऐन कानुनहरू बनाएर यहाँ अगाडि बढिँदैछ। त्यसका साम्राज्यवादका विरुद्ध लड्ने कि नलड्ने, म विद्यार्थीहरूलाई भन्छु, म महिलाहरूलाई भन्छु, म आदिवासी जनजातिहरूलाई भन्छु, म उत्पीडित मुस्लिमहरूलाई भन्दछु, म नेपालका सबै धर्मावलम्बीहरूलाई भन्न चाहन्छु, यो देश बचाउने कि नबचाउने। यो देश यहाँ चाहिँ तपाईँको विभिन्न धर्मका नाममा, विभिन्न चाहिँ मतलब संस्कृतिका नाममा जसरी विदेशीहरू आउन थालेका छन्, यसका विरुद्ध हामी जानु पर्दछ। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यसरी नै हाम्रा सुरक्षाकर्मीहरू जो थाहा नपाइकनै गोली हान्छन्, जो थाहा नपाइकनै लाठीचार्ज गर्छन्, तीहरूलाई पनि अब विवेकपूर्ण ढङ्गले अगाडि बढ्नका लागि विशेष आह्वान गर्दछु। सबै ब्यारेकहरूभित्र यो चेतना फैलनु जरुरी छ कि हामी नेपाल आमाले जन्माएका मान्छे हौँ। आफ्नै आमाको बलात्कार हुँदा, साम्राज्यवादी चिलहरूले आफ्नै आमामाथि बलात्कार गर्दा तपाईँहरू हेरिरहने होइन, उनीहरूको साँची बन्ने होइन। तपाईँहरूले चाहेको भए त्यो सिंहदरबारमा कोही पस्दैन। हिजो हामीलाई के भने थाहा छ? म जनयुद्धको त्यति बेला चाहिँ कमिसार पनि थिएँ, यहाँहरूलाई स्मरण गराउन चाहन्छु। हो, त्यति बेला कमिसार हुँदा हाम्रा चाहिँ घटनाहरू घट्दाखेरि, सामान्य घटना गर्दाखेरि, जसमा चाहिँ 1 अर्बभन्दा बढी धेरै क्षति भएन होला, आज सरकारले के स्वीकार गरेको छ भने 5 वर्षको बजेट क्षति भयो। 5 वर्षको बजेट भनेको कति हो? 95 खर्ब क्षति भयो। यी दिन रात हामीलाई सराप्नेहरूले अहिले के गरे यहाँ नेपालमा? यिनै होइन नेपालको सरकारलाई हिजो सिकाउने आतंकवादी भनेर हामीलाई। त्यस कारणले आदरणीय जनसमुदाय, हामी एकचोटि यो देशका लागि, यो देश बचाउन अघि बढ्नु पर्दछ। हाम्री आमा ऐया हत्या गरिरहेकी छन्, उनलाई निर्वस्त्र पारेर बलात्कार गरिँदैछ। यति बेला ती चाहिँ गुन्डाहरूका विरुद्ध, ती विदेशीहरूका विरुद्ध, ती साम्राज्यवादीहरूका विरुद्ध हामीले औँला उठाएनौँ। हामीले पनि सहेर बस्यौँ भने
हामी तिनका गुलाम हुनेछौँ, तिनका दास भएर बस्नेछौँ हामी चाहिँ। त्यस कारणले आदरणीय जनसमुदाय, म यहाँनिर यहाँहरूलाई सबैलाई सजग गराउन चाहन्छु। अहिले जो चुनावको नाटक गरिरहेका छन्, मेरो विचारमा साम्राज्यवादीहरूको स्वार्थ अनुसार जाने स्थिति बन्यो भने, उनीहरूका मान्छे आउने भयो भने यहाँ चुनाव गर्नेवाला छ, नत्र गर्नेवाला छैन। यति बेला तपाईँहरूले विभिन्न खालका नाटकहरू हेरिराख्नु भएको छ। एउटा नाटक प्रचण्डले नेतृत्व गरिरहेका छन् र उनी जेनजेडका चाहिँ सबभन्दा प्यारा भनेर आउन खोज्दैछ। कुन पार्टी के हो भन्ने पनि देखाइसक्यो नेपालको चाहिँ यो जेनजेड विद्रोहले, राम्रो भयो। कुन मान्छे के हो भन्ने पनि राम्रोसित देखा। हाम्रो राज्य सत्तामा रहेका 6वटा संस्थाहरूमा सरकार, प्रहरी, सेना, अदालत, कर्मचारी तन्त्र र जेल के रहेछ भन्ने कुरा, तिनका हाकिमहरू के रहेछन् भन्ने कुरा पनि देख। प्रश्नै भएको छ नि त। यो हामीले देख्यौँ। त्यसो भएको हुनाले यति बेला हामीले के गर्नु जरुरी छ भने हामीले भनेका छौँ, हाम्रो त अर्कै छ। हामीले के भनेका छौँ भने नेपालमा सशस्त्र विद्रोह गरेर, नेपालमा नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरेर वैज्ञानिक समाजवाद ल्याउने भनेका छौँ। तर तत्काल परिस्थिति अर्को आयो। त्यो हाम्रो उद्देश्य छँदैछ, हामी पुग्ने वैज्ञानिक समाजवादमै हो। तर अहिले हामीलाई चाहियो स्वाधीन संयुक्त सरकार, पराधीन सरकार होइन, अरूको आदेशमा चल्ने सरकार होइन, नेपाल आमाको आदेशमा चल्ने, नेपाली जनताको आदेशमा चल्ने स्वाधीन संयुक्त सरकार चाहियो। हो, त्यो स्वाधीन संयुक्त सरकारका लागि हामी मधेसबाट, हामी पहाडबाट, हामी उपत्यकाहरूबाट, हामी हिमालबाट सबै एकजुट भएर यो देशलाई हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म र हाम्रो लिम्पियाधुरा, कालापानी सब बचाउनु छ। भारतले हस्तक्षेप गरेका हरेक स्थानहरू हामीले लिनुपर्नेछ। कालापानीमा उहिले 1962मा भाग्दै भाग्दै चीनसित हारेर भाग्दै आएको सेना हाम्रो कालापानीमा बसेको। कालापानीमा बस्न पाउँछ। हाम्रा चाहिँ प्रहरी दाजुभाइहरू, हाम्रा चाहिँ सेनाका जवानहरू, उनीहरूको चाहिँ उसमा रगत जमेको त छैन। उनीहरूको रगत जमेको छैन। उनीहरूको रगत तपाईँको चाहिँ हातमा दही जमाएर बस्ने छैन। हामी नेपाली जनता पनि साथ दिनेछौँ। हामीले चाहिँ हाम्रो राष्ट्रवादी शक्तिलाई चाहिँ माथि उठाउनेछौँ र हामी यतातिर पहल कदमी गरिरहेका छौँ। हामी क्रान्तिकारीहरूलाई अब एकजुट बनाएर जानेछौँ। तपाईँहरूले देखिराख्नु भएको छ, एकातिर संशोधनवादीहरू मिलिरहेका छन्, 8-10वटा चाहिँ प्रचण्डको नेतृत्वमा मिले भन्ने जो आएको छ त्यो राम्रो कुरा हो, खुसीको कुरा। यो भ्रम पार्नुभन्दा सबै संशोधनवादीहरू एक ठाउँमा भए, एमाले पनि एक ठाउँमा भए राम्रो हुन्छ। अर्कोतिर फेरि जनार्दन शर्मा अर्कोतिर गइरहेका छन् र उनले पनि केही संशोधनवादीहरूलाई, केही अवसरवादीहरूलाई, प्रतिक्रियावादीहरूलाई एक ठाउँमा पारे हुन्छ, त्यो पनि राम्रो कुरा छ। र हामी क्रान्तिकारीहरू पनि अब एकजुट भएर जानुपर्दछ। आदरणीय जनसमुदायहरू, म तपाईँहरूलाई आज हाम्रो पार्टीको तर्फबाट यति मात्रै भन्न आएको हुँ कि चाहिँ यो जेनजेड विद्रोहले सबै उजागर गर्यो। साम्राज्यवादका दलालहरू को हुन्, नेपाली जनताको पक्षमा को छन्, नेपाली आमालाई बचाउन चाहनेहरू को छन् भन्ने कुरा स्पष्ट पार्यो। त्यो स्पष्ट पारिसकेपछि अब देशभक्तहरू, क्रान्तिकारी जनवादीहरू र वामपन्थीहरू एकजुट भएर स्वाधीन संयुक्त सरकारको निर्माण गरौँ। साम्राज्यवादका विरुद्ध, यथास्थितिवादका विरुद्ध, प्रतिगमनका विरुद्ध चाहिँ एकजुट भएर लडौँ भन्ने कुरा राख्दै बिदा हुन चाहन्छु। धन्यवाद। लाल सलाम।